नमस्कार, यस भिडियोमा म एडिसनको एउटा सर्ट ट्रिक लिएर उपस्थित भएको छु। यो ट्रिक यस्तो रहेको छ कि जम्मा 5 सेकेन्ड भित्र हामीले 10 वटा नम्बरहरूको एडिसन चाहिँ सम चाहिँ गर्न सक्छौं बिना क्याल्कुलेटर युज गरेर। तर यसको कन्डिसन के छ भने n = 10 हुनु पर्यो। जम्मा संख्या कति हुनु पर्यो? 10 हुनु पर्यो र कन्जुगेटिभ नम्बर हुनु पर्यो। लगातारको संख्या जस्तै 1 बाट सुरु भएको छ भने 10 मा इन्ड भएको छ, त्यस्तै जुनसुकै नम्बरबाट हामीले स्टार्ट गर्न सक्छौं। भनेपछि अब यसको चाहिँ सम गर्ने ट्रिक के रहेको छ? सो यसलाई हेर्नुस् त, 1 देखि 10 सम्मलाई सम गर्ने ट्रिक के रहेको छ? अब 1 देखि काउन्ट गर्नु, 1 2 3 4 5। सो 5 नम्बरमा कुन नम्बर रहेको छ त्यो हामी पहिला हेरौं। सो 5 नम्बरमा 5 रहेको छ भनेपछि यसको 5 को पछाडी 5 थप्नुस्। ओके, त्यस्तै हेर्नुस् अब 11 मा पनि 11 12 13 14 15। सो 5 नम्बरमा कति रहेको छ? 15। सो 15 को पछाडी 5। त्यस्तै अब हेर्नुस् त, यो 51 देखि सुरु भएको छ, 1 2 3 4 5 र 55। 55 को पछाडी 5। त्यस्तै अब हेर्नुस् त, यो 1 बाट सुरु भएको संख्याहरु थियो। अब यो के छ? 6 बाट सुरु भएको छ है। सो 6 नम्बरबाट सुरु भएको छ, 36 37 38 39 40। सो 5 नम्बरमा कुन पर्यो? 40। सो 40 को पछाडी 5। त्यस्तै यहाँ हेर्नुस् त, 1 बाट सुरु भएको छ, 2 3 4 5 105 को पछाडी फेरि 5। त्यस्तै यो 4 बाट सुरु भएको छ, 4 5 6 7 8 भनेपछि 5 नम्बरमा 8 पर्यो, पछि 8 को पछाडी 5। सो यसको ट्रिक के रहेको छ भने हामीले कुनै पनि 10 वटा नम्बरहरुलाई त्यो कन्जुगेटिभ नम्बर हुनुपर्छ, लगातारको संख्या हुनुपर्छ। हामीले सुरुबाट काउन्ट गर्छौं र 5 नम्बरमा जे पर्छ त्यसमा के गर्नुपर्छ? हामीले पछाडीपट्टि हामी के थप्दिनुपर्छ? 5 थप्नुपर्छ। थ्यांक यू।